देखि बोट पनि रेडी भइसकेको छ। हाम्रो च्यालेन्जर्स पनि रेडी भइसकेका छन्। लेडिज पार्टनर हुनुपर्ने छ। आजको च्यालेन्ज हुनेछ यहाँ सब्जेक्ट चाहिँ लागेको हो है। रेडी गेट सेट गो। काठमाडौँको मेयर साहबको नाम के होला? ब्लू बोट, यता चाहिँ येलो बोट है भनेर 1 केजी बोर्स चाहिँ घट्छ। मजा छ। आजको च्यालेन्ज एकदमै नै रमाइलो छ। आजको च्यालेन्जमा हामीले 2 जना र्यान्डम कन्टेस्टेन्ट खोज्ने छौं र 2 जना र्यान्डम कन्टेस्टेन्ट बीच हामी एउटा रेस राख्ने छौं र त्यो रेस आजको एकदमै नै रमाइलो रहनेवाला छ र आजको च्यालेन्ज हुनेछ यहाँ। र आजको च्यालेन्जमा 2 जनाले एउटा पार्टनर खोज्नु पर्नेछ र एउटा पार्टनरलाई लिएर उहाँहरूले यहाँदेखि त्यो मन्दिर पुगेर मन्दिरमा गएर घन्टी बजाएर आउनु पर्नेछ र जो छिटो आउँछ उहाँले 500 रुपैयाँ जित्नु हुनेछ। र आजको 2 जना च्यालेन्जर्स हामी हो नि यहाँ हुनुहुन्छ र उहाँहरु 2 जना बीच आज एकदमै खतरा एकदमै रमाइलो च्यालेन्ज हुनेवाला छ। पहिला च्यालेन्जको बारेमा सम्झाउ हैन। आजको च्यालेन्ज चाहिँ हजुरहरु बीच 2 जना बीच हुनेछ र जसले जित्छ यो च्यालेन्ज उहाँहरुलाई 500 रुपैयाँ रहनेछ है त। र आजको च्यालेन्जमा हजुरहरुले एक जना पार्टनर खोज्नु पर्ने छ सबभन्दा पहिला। त्यो पार्टनर पनि लेडिज पार्टनर हुनुपर्ने छ। एक जना पार्टनर खोजेर एक जना येलो बोट एक जना ब्लू बोटमा बसेर मन्दिरसम्म पुगेर त्यहाँ गएर घन्टी बजार जो यहाँ छिटो आउँछ उसलाई चाहिँ 500 रुपैयाँ रहेको छ है त। के छ च्यालेन्ज गरिन्छ? जितिन्छ नि। दुवै जनमा 100% कन्फिडेन्ट हुनु पर्यो हैन। प्रतिस्पर्धा एकअर्कामा रहनेछ। प्रतिस्पर्धा एकअर्कामा रहनेछ। र आजको च्यालेन्ज हामी जति सक्दो छिटो नै गरौँ हैन। बोट पनि रेडी भइसकेको छ। हाम्रो च्यालेन्जर्स पनि रेडी भइसकेका छन्। ओके रेडी गेट सेट गो सुरु। दुवै जना च्यालेन्जर्सहरु आफ्नो आफ्नो पार्टनर खोज्न हिँडिसक्नु भएको छ। चलो न बोटमा जानको लागि रेडी हो। र हाम्रो पहिलो कन्टेस्टेन्टले पार्टनर भेटाइसकेका छ र उहाँ चाहिँ खुसी भएर आइराख्नु भएको छ। यतातिर पनि एप्रोचिङ चलिरहेको छ। फाइनल्ली दोस्रो कन्टेस्टेन्टले पनि पार्टनर भेटाइसकेका छन् र दुवैजना च्यालेन्जर्सहरु आफ्नो बोटतर्फ बढिराख्नु भएको छ। हाम्रो येलो बोटको च्यालेन्जर्स एकदमै उत्साहित भएर बोटमा बस्नु भएको छ। उत्साहित भएर बस्ने क्रममा उहाँको बोट उहाँको पार्टनरदेखि थोरै टाढा गएको छ र यता अर्को च्यालेन्जर्स चाहिँ बस्न लागिसक्नु भएको छ। हाम्रो येलो बोटको च्यालेन्जर्सलाई अलिकति अप्ठ्यारो भएको छ यहाँनेर। ब्लू बोटको च्यालेन्जर बसिसक्नु भएको छ र उहाँले बोट तान्न सुरु गरिसक्नु भएको छ। यहाँ येलो बोटमा अलिकति अझै समस्या भएको छ। ओके येलो बोटमा पनि पार्टनर बसिसक्नु भएको छ उहाँको र यहाँ ब्लू बोटवाला ब्याग जाँदै हुनुहुन्छ। उहाँ बोट घुमाउने क्रममा हुनुहुन्छ। हाम्रो यहाँ दुवै च्यालेन्जर बीच एकदमै जोरदार च्यालेन्ज चलिरहेको छ र दुवैजना आफ्नो तर्फ त एकदमै राम्रो गरिराख्नु भएको छ। येलो बोट त्यही नै हुनुहुन्छ अझै पनि। ब्लू बोट धेरै नै अगाडि गइसकेको छ। हाम्रो यो च्यालेन्ज एकदमै छिटो सकेला जस्तो छ। हाम्रो पहिलो ग्रुप यहाँ छ। हामी अगाडि बढिसकेका छौँ है। येलो बोटले यो च्यालेन्ज जित्नको लागि एकदमै नै धेरै मेहनत गर्नुपर्ने छ र गरि पनि राख्नु भएको छ र दुवैजनाको मेहनत एकदमै जोरदार चलिरहेको छ। काबा 500 रुपैयाँ जित्नस् बा एकदम जित जाए नै ल्यो ठीक बा। सहयोग करे परल खैते। हाम्रो अर्को टोली त्यही नै छ। हामी नजिकै पुगिसकेका छौँ है। अपने के सजिलै जित जाए मैं जान गइलु। येलो बोट पनि घुमाइसक्नु भएको छ। उहाँहरूले घुमाउन सफल हुनुभएको छ र दुवैजनाको मेहनत एकदमै जोरदार चलिरहेको छ। दुवैजना रेस खेलिराख्नु भएको छ। ब्लू बोट एकदमै नै अगाडि छ। कुदाइछ त है कुदाइ त। ब्लू बोटको साथै येलो बोट पनि एकदमै स्पिडमा रहेको छ। हाम्रो यो टोली एकदमै नै अगाडि आइसकेको छ। हामी त्यहाँदेखि यहाँ पुग्नु पर्दै थियो। कस्तो लागिरहेछ हजुरलाई? जितिहालिन्छ नि होइन र? धेरै अगाडि छौँ र हाम्रो ब्लू बोटको च्यालेन्जर्सले जिति नै हालिन्छ भनेर भनिराख्नु। आफूले पकड्ने घन्टी बजाइदिने यता है। हुन्छ नि।
हाम्रो मन्दिरको घन्टीदेखि एकदमै नजिक पुगिसकेको छ ब्लू बोट र दुवैजनाको मेहनत एकदमै जोरदार चलिरहेको छ। एकदमै नै नजिक हाम्रो ब्लू बोट पुगिसकेको छ। ब्लू बोट चाहिँ आफ्नो घन्टी बजाउने स्थानमा पुगिसकेको छ र जाँदै हुनुहुन्छ ब्लू बोटदेखि। एकजना घन्टी बजाउन गइसकेका छन् है। ल घन्टी पनि बजिसकेको छ। च्यालेन्जको पहिलो घन्टी। ल अर्को ग्रुप पनि आइसक्यो। ल ल ल छिटो छिटो छिटो। ल एउटा गाडी हिँडिसक्यो। मजा से मजा से। दोस्रो घन्टी पनि बजिसक्यो। हिँडिसकेका छ। ओ माय गॉड। हाम्रो ब्लू बोट्सलाई घुमाउन एकदमै नै गाह्रो भइरहेको छ। येलो बोट सुई सुई नै घुमिरहेको छ। के यो कमब्याक हुन सक्छ त येलो बोट्सको लागि? ओ माय गॉड। ब्लू बोट्सले यहाँ थोरै गल्ती गरिसकेको छ र यो गल्ती एकदमै महँगो पर्न जान सक्छ ब्लू बोट्सको लागि। एकदमै अगाडि पुगिसक्यो। हामी यही नै अड्किरहेछौँ। अझै पनि ब्लू बोट्स मन्दिरको नजिकै छ। येलो बोट्स अगाडि गइसकेको छ। ओहो र एकदमै नै मेहनत गरिराख्नु भएको छ हाम्रो ब्लू बोट्सको च्यालेन्जर। उहाँको पार्टनरले उक्साइराख्नु भएको छ कि एकदम अलि छिटो भनेर। 1 केजी बोसो चाहिँ घट्छ। तर उहाँ एकदमै थकित देखिराख्नु भएको छ ब्लू बोट्सका च्यालेन्जर। येलो बोट घुमाउन सफल हुन लागिसक्नु भएको छ। येलो बोट्स धेरै नै अगाडि छ। उहाँ एकदमै खुसी भएर एकदमै थकित अवस्थामा खेलिराख्नु भएको छ। आजको च्यालेन्ज कसले जित्छ हेरौँ। उहाँको खुट्टा एकदमै नै दुखिसकेको छ र उहाँले पार्टनरको हेल्प मागिराख्नु भएको छ र उहाँको पार्टनरले पनि उहाँलाई हेल्प गरिराख्नु भएको छ। ल हाम्रो येलो बोट्स त धेरै नै अगाडि गइसकेको छ। येलो बोट्सले जित्ने सम्भावना धेरै नै भइसक्यो। एकदमै उहाँ एकदमै मिहिनेत गरिराख्नु भएको छ। एकदमै फास्ट दुवैजना बोट एकदमै फास्ट चलाइराख्नु भएको छ। येलो बोट्स धेरै नै अगाडि एकदमै राम्रो कमब्याक गर्नुभएको छ। च्यालेन्ज टफै हो न। एकदमै मेहनतका साथ येलो बोट अगाडि छ। वैने जित गेल मैं जान गए। हाम्रो येलो बोट्सका पार्टनर एकदमै खुसी भएर उहाँ पानीसँग खेलिराख्नु भएको छ। देख्न सक्नुहुन्छ यहाँ एकदमै राम्रो कमब्याक हुने सम्भावना छ हाम्रो येलो बोटको। काल गोर बताए तार भोलि खुट्टा 100% दुख्छ। सायद येलो बोटले कमब्याक गरिसकेको छ। बडा टफ च्यालेन्ज है। बहुत अगाडि गएको हामी है। हामी बहुत अगाडि गएको हो। टोलीहरुको येलो बोट पुग्न लागिसकेको छ आफ्नो डेस्टिनेसनमा। जितको एकदमै नजिक येलो बोट एकदमै राम्रो। उहाँले एकदमै राम्रोसँग बोटिङलाई बुझेर ओके उहाँहरू फाइनल आफ्नो डेस्टिनेसनमा पुगिसक्नु भएको छ। ओके आज येलो बोटले एकदमै राम्रो कमब्याक गर्न सफल भएको छ र उहाँहरू जिति पनि सक्नु भएको छ यो च्यालेन्ज। ग्रेटेस्ट कमब्याक ब्रो, ग्रेटेस्ट कमब्याक। नाइस नाइस। र हाम्रो ब्लू बोटको प्लेयर्स एकदमै नै अगाडि नै हुनुहुन्थ्यो सुरुमा। उहाँ थोरै मिस्टेक गर्नुभयो। हाम्रो अर्को टिम पुगिसक्यो। छ। हाम्रो यो टिम चाहिँ पुग्दैछ। हाम्रो येलो बोटका च्यालेन्जर्स उहाँ जितको खुसीले मोबाइल पनि बोटमै छोड्नु भएको रहेछ। ओके मोबाइल पनि लिएर फर्किसक्नु भएको छ। ओके ब्लू बोट पनि एकदमै नजिक छ। फाइनली येलो बोटको च्यालेन्जर भिक्ट्रीको सिम्पटम्स देखाइराख्नु भएको छ। ओके ब्लू बोट्स पनि एकदमै नजिक आइसकेको छ र देख्न सक्छौँ येलो बोटले कमब्याक एकदमै राम्रो गरेको छ र आजको विनर येलो बोट नै रहेको छ र उहाँले आज 500 रुपियाँ जित्न सफल भइसक्नु भएको छ। आज हामीले च्यालेन्ज गरेको थियौँ। यहाँ एउटा येलो बोट र एउटा ब्लू बोट गराएको थियौँ
र हाम्रो यता चाहिँ ब्लू बोट यता चाहिँ येलो बोट है हाम्रो च्यालेन्ज थियो एक एकजना पार्टनर खोजेर मन्दिरमा गएर घन्टी बजाएर आउने भनेको थियो र यो टिमले सुरुमा अग्रता लिँदै गइरहेको थियो तर पछि गएर यो टिमले फर्किँदाखेरि एकदमै घन्टी बजाएर छिटो यहाँ आएर उहाँहरूले आजको च्यालेन्ज उहाँहरूले जित्न सफल हुनुभएको छ सो आज उहाँहरूलाई मैले 500 रुपियाँ 1 2 3 4 500 रुपियाँ इन्स्ट्यान्ट मैले दिइहाल्छु हस् बधाई छ कङ्ग्रेचुलेसन्स हजुरलाई कङ्ग्रेचुलेसन्स र जितिसक्नु हजुरलाई बधाई छ फेरि पनि है कस्तो लाग्यो आजको हजुरलाई च्यालेन्ज खेल्दा कस्तो लाग्यो एकदम च्यालेन्ज एकदमै इन्ट्रेस्टिङ भइरहेको थियो पहिले चाहिँ मैले दादा साथ जुन बोटिङ पानीको थियो त्यो रस्सीलाई पुगाउनु मेरो गलत भयो किनकि उनलाई तर्नको लागि हल्का असहज भयो एकदमै प्लस मेन पोइन्ट चाहिँ इन्ट्रेस्टिङ कहाँनिर थियो भन्दाखेरि उहाँहरू चाहिँ दुवैजना मिलेर बोटिङलाई चाहिँ त्यो पैदल मारिरहनु भएको थियो भने यहाँ चाहिँ मैले एक्लै नै स्ट्रगल गरिरहेको थिएँ भिडियोमा पनि प्रत्यक्ष देख्न सक्नुहुन्छ है त्यो कारणमा पनि उहाँहरूले अगाडि जाँदाखेरि अग्रता स्थान उहाँहरूले हासिल गरे पनि मन्दिरसम्म पुग्नको लागि जुन पछाडि आउनुपर्ने थियो कम ब्याक मैले त्यहाँनिरबाट ल्याइसकेको थिएँ मैले बोटिङलाई उल्टो चलाउँदाखेरि एकदमै स्पिड गए जस्तो फिल भएर मैले धेरै जस्तै उल्टे चलाएँ अनि त्यो पछाडि बल्ल सुल्टे गराएर म जसरी भए पनि यहाँनिर आउन सफल भएँ म विनर भएको छु यहाँनिर र यस्तै गेमहरू तपाईँले हेर्न चाहनुहुन्छ भने चाहिँ यस युट्युब च्यानललाई पनि तपाईँ सबैजनाले चाहिँ लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला है त ल थ्याङ्क यू सो मच हजुरलाई ल बधाई छ कङ्ग्रेचुलेसन्स र फेरि पनि गेम खेल्दै गर्नु माया गर्दै गर्नु होला है धन्यवाद छ हजुरलाई आजको हाम्रो ब्लू बोट पछि परेको थियो र उहाँहरू चाहिँ ब्लू बोटको टोलीहरू हुनुहुन्छ र आज उहाँहरू दुवैजनालाई दुईवटा प्रश्न सोध्नेवाला छु यदि उहाँहरूले दुवै प्रश्नको सही जवाब दिनुभयो भने उहाँहरूलाई मैले इन्स्ट्यान्ट 200 रुपिस दिनेछु है त के छ कुसको लागि रेडी हुनुहुन्छ नि त्यसै हजुरलाई सबभन्दा पहिलो प्रश्न छ काठमाडौँको मेयर साहबको नाम के होला उहाँको पुरा नाम भन्नुपर्ने हुन्छ बालेन्द्र शाह एकदमै सही जवाब रहेको छ काठमाडौँको मेयर साहबको नाम बालेन्द्र शाह नै हो उहाँहरूले 100 रुपियाँ जितिसक्नु भएको छ र 200 को लागि उहाँहरूलाई अर्को प्रश्न म सोध्छु म्याच कतिको हजुरले जान्नुहुन्छ सब्जेक्ट चाहिँ लागेको हो है सब्जेक्टकै चाहिँ लागेको हो तर उहाँले चाहिँ जान्नुहुन्छ कि नै हेरिहालौँ एकदमै सजिलो छ तपाईँलाई 12 को टेबल मध्ये एउटा सोध्छु है तपाईँले 5 सेकेन्डमा जवाब दिनुपर्ने हुन्छ है रेडी हुनुहुन्छ नि 12 5 जा कति हुन्छ 60 60 एकदमै सही जवाब रहेको छ 12 5 60 12 5 जा 60 हुन्छ सो उहाँहरूले 200 रुपियाँ जितिसक्नु भएको छ म उहाँलाई 200 रुपियाँ इन्स्ट्यान्ट दिइहाल्छु है त ल हजुरहरूलाई कङ्ग्रेचुलेसन्स ल बधाई छ हजुरलाई ल धन्यवाद छ गेम खेल्नु भएकोमा र आजको कार्यक्रम हजुरलाई कस्तो लाग्यो एकदमै रमाइलो लाग्यो हजुरलाई कस्तो लाग्यो त एकदमै रमाइलो लाग्यो र हाम्रो गेम अन च्यानललाई माया गर्दै गर्नु होला लाइक शेयर सब्स्क्राइब गर्दै गर्नु होला सो थ्याङ्क यू सो मच फेरि भेटौँ ल हस् धन्यवाद हजुरहरूलाई ल थ्याङ्क यू आजको हाम्रो यो च्यालेन्ज यही नै सकिएको छ र आउने दिनमा पनि यस्तै च्यालेन्जहरू खेल्न चाहनुहुन्छ भने हाम्रो गेम अन च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्दै गर्नु होला ओके थ्याङ्क यू सो मच सी यू इन नेक्स्ट भिडियो दाङ जिल्लाकै सबैभन्दा रमणीय ठाउँ जखेरा तालमा सबैजनालाई घुम्नको लागि आग्रह गर्दछौँ।